भनेर जुम्लामा सुटिङ भइरहेछ सुटिङमा 3 घण्टाको बाटो हिँडेर हजुर घोडा लिएर आउनुहुन्छ के त हैन नकाम्नु डराउनु र तपाईले पछि ल्याएर हैन मलाई डर लाग्छ के फेरि म पर्फेक्ट छैन नि त म यहाँ बडबड दाइले भेटिसक्यो हैन यहाँ दाइ चाहिँ यहाँ आउनुहुन्छ हैन मैले चाहिँ 2 दिन लगाएर भेटेको हैन ल्याउनु भाइलाई घोडा चढाइरहेको छु हैन भाइ तिम्रो नाम के हो भाइ तपाईँ नि सुटिङको लागि आउनु भएन भाइ कसो भन्ने ठाउँ चाहिँ बबाल त बबाले हो कि यहाँ बर चाहिँ यहाँ कुनै पनि हेलो एभ्रिवान गुड मर्निङ एन्ड वेलकम टु माई नेक्स्ट ब्लग गाइज तपाईँहरू पनि सन्चै म पनि एकदम सन्चै छु गाइज हैन आज यस्तो खुसी पनि छु हैन बिहान हैन हिजो चाहिँ म चाहिँ यहाँ बटबटे र सौगात मल्ल दाइले भेट्न हैन तर हिजो चाहिँ भेट्न त भेटेँ तर भिडियो सिडियो केही बनाउन पाइएन क्या किनकि के भन्दाखेरि उहाँहरू चाहिँ सुटिङमा हुनुहुन्थ्यो तर बोल्यो तर अनि त्यस्तो फोटो खिच्न मिल्दो हुने रहेछ ड्रेसमा अनि आज चाहिँ फिक्स हो क्या आज चाहिँ बिहानैबाट हो न त उहाँहरूलाई म घोडा पनि सिकाउँछु हैन घोडा चढाउँछु मेरो घोडामा हैन मेरो घोडालाई यहाँ सुटिङ पनि छ हैन त्यसैले म मेरो घोडा पनि ल्याएको छु हैन पछि चाहिँ म चाहिँ यहाँ माथि सौगात मल्ल दाइहरू बस्नुभएको त्यो ठाउँमै आएको छु हैन तर त्यो भन्दा नि उहाँहरू माथि बस्नु भएको छ म चाहिँ तले बसेको छु त्यही हो आज चाहिँ बबा हुन्छु कि आज दिन चाहिँ हैन जस खुसी पनि छु तर नसोचेकै कुरा हो न जस दाइहरूलाई भेट्न पाइने यस्तो खुसी छु क्या त्यही हो गाइज यो ठाउँमा आएको छु हैन गाइज तपाईँहरूले पनि चिन्नु होला चाहिँ गोठी चौर न चाहिँ विशेष गरी सुटिङको लागि आउनु भएको रहेछ त घामलाङ लासन दाइहरू चाहिँ माथि क्यान्टिनमा बस्नु भएको म चाहिँ यहाँ बसेको छु भेट्न चाहिँ त्यो उताको त्यो र म जाने हो न भेट्न देख्नुहुन्छ त्यो घोडा र म जाने हो देख्न सक्नुहुन्छ गाइज यो घोडा यसले चाहिँ सुटिङ गर्छ हैन हिरेनलाई चढाउने हैन यो घोडाले देख्न सक्नुहुन्छ घोडा चाहिँ यस्तो बबा हाल्छ हैन अझ पछि झन् यो माथिबाटी के हाल्यो भने झन् यस्तो बबा हाल्छ क्या यहाँ देख्न सक्नुहुन्छ पारीको भ्यू यस्तै यसले म भेट्न जाने हो घोडा हैन कस्तो छ गाइज घोडा मेरो घोडे के छ घोडे हाई गर्दैन ल गाइज अब पछि यो घोडालाई पुरै यहाँ माथिघाटि यस्तो बबाल छ नि त पुरानो जमानाको मान्छेले युज गर्ने सामानहरू के माथि जाकेर चढेर म चाहिँ माथि उता यहीँ जान्छु यहीँ सौगातहरू यहीँ हुनुहुन्छ यहीँ बस्नु भएको छ अनि यहाँ सुत्न चाहिँ यहाँ आउनु भएको छ यहीँ सुत्नु भएको छ यो चाहिँ बेडा कम हो न गाइज त्यही हो अब चाहिँ पछि भेट्छु हैन त्यही हो ल खाना बनाउनु लाग्छु होइन गाइज अब चाहिँ अब भात चाहिँ त पाइकिन लगाएर हैन यो भात अब चाहिँ तिन बनाउनु पर्यो होइन यो चाहिँ तेलले छ तेल हालौँ न फर्स्टमा भात पनि पाक्यो होइन देख्न सक्नुहुन्छ गाइज हैन पास लो पास भएन आएको बाबासँग बलिरहेन यसलाई यता गरिदिउँ होइन अनि अब यहाँ थोरै तेल हालौँ होइन यो चाहिँ कसुडो होइन गाउँको लोकल चोताको होइन ओहो यो चाहिँ तोरीको तेल है गाइस देख्न सक्नुहुन्छ अब म चाहिँ तिन बनाउनु लाग्छु होइन यस्तो बबाल तिन बनाउँछु कि म चाहिँ माथि राखौँ होइन यो चाहिँ लगाउँ होइन यो चाहिँ छ तिमीहरू पुरीका अहिले लगाउनु नि त बिस्तारै अब माथि चाहिँ अब क्या लगाउनु चाहिँ प्याज हाल्छ है प्याज रहेछ यहाँ मैले प्याज हालेँ है ल अब म चाहिँ यहाँ चाहिँ 2वटा म खुर्सानी हाल्छु है यो चाहिँ यहाँ तोरीको तेल भएर यस्तो म चाहिँ यहाँ पिरिहाल्छु होइन ओहो माई गड चाहिँ लगाइदिनु त्यत्तिकै तिमी खर्कान दिनु हो होइन पुरै छु यार ल अब चाहिँ यहाँ चाहिँ यो हाल्छु है यो चाहिँ यहाँ पानी छ होइन ल
सबै फालिदिएँ होइन मैले। यो चाहिँ अब यहाँ डरिसक्यो। अब यसो नगर्नु यहाँ आगो पर्छ होइन। यसले माथि राखौँ भन। यसलाई अब तली तानौँ हो। यहाँ डरिसकेको छैन। यसलाई ढक्क ल चालियो होइन। मस्त त्यो गाडीले चलाइदिन्छु। पकाउने हो म चाहिँ यहाँ अब बेसार हाल्छु। बेसार फ्याक्दै छ यार। बेसार हाल्छु। अब चाहिँ नुन पिरिहाल्छु सबै होइन। पाइहाल्छ सुटीमा। लाचुबाट उठ्दैन होइन। अङ्कलले घुँडा अगाडि लग्नु भएको छैन। देख्नु सक्नुहुन्छ गाइस होइन। घोडा जस्तो बाल छ न। सो म चाहिँ यहाँ पुगेर पनि उहाँ पुरानो हिरो हुनुहुन्छ उहाँ पनि होइन। मलाई चाहिँ घोडा चढाउन सिकाइरहेको छु होइन। गएर ल्याउनु न अङ्कल। यस्तो कस्तो भइरहेको छ तपाईँलाई यो घोडा चढ्दाखेरि अङ्कल भन्नु त। यहाँ बडबडी दाइले भेटिसक्यो होइन। यहाँ दाइ चाहिँ यहाँ आउनुहुन्छ होइन। मैले चाहिँ 2 दिन लगाएर भेटेको होइन। जस्ट लाइफमा फर्स्ट भेटेको खुसी लाग्यो तपाईँलाई। म चाहिँ तपाईँलाई भेटेँ भनेर जुम्लामा सुटिङ भइरहेछ। सुटिङमा 3 घन्टाको बाटो हिँडेर हजुर तपाईँले लिएर आउनुभएको छ। मैले पहिल्यैदेखि सोधेको थिएँ कि तर मैले तपाईँले भेट हुन्छ कि भन्ने सोधेको थिइनँ तर होइन। लाइफमा तपाईँसँग भेट भयो होइन। एकदम खुसी छु कि दाइ होइन। नकाम्नु न नडराउनु। र तपाईँले फर्स्टदेखि ल्याएर होइन मलाई डर लाग्छ क्या। फेरि म पर्फेक्ट छैन नि त म। ठिक छ पर्फेक्ट हुँदै जानुपर्छ है। राम्रो गर्नुहोस्। धेरै धन्यवाद दाइ तपाईँले मसँग भेटिदिनु हुँदा होइन। ठिक दाइ हस् धन्यवाद। भाइलाई घोडा चढाइरहेको छु होइन। भाइ तिम्रो नाम के हो भाइ? मैले चाहिँ भटुरे दाइलाई चढ्नु भनेको त मेरो सट्टा यो भाइलाई चढाइदियो भनेको यो भाइले चढाइरहेको छु होइन। कस्तो देखिरहेको छ यो भाइलाई मैले चढाएको होइन उहाँको सट्टा भनेर। मलाई डर लाग्छ अरे घोडा चढ्न आउँदैन भन्नुभयो होइन दाइ। ठिक छ। मैले चाहिँ भटुरे दाइलाई भिडेर पनि फर्किसकेको गाइस होइन। एकदम खुसी छु गाइस होइन। तर मैले सोचेको नानी दाइ अझ ओभर हुनुहुँदैछ क्या। बोल्न यस्तो झ्याउलाएर आएको गाइस यस्तो। यहाँ पछाडि यो क्यान्टिनमा बस्नु भएको छ होइन। अझै सुटिङको लागि गइसक्नु भयो होइन दाइ। अब घोडामा म चाहिँ अब जान्छु अब। त्यही गाइस अब बाटोमा अब हाम्रो गाउँको बाटो साटो देखाउँछ गाइस त्यही होइन। बबाल छ क्या हाम्रो गाउँ पनि यस्तो बबाल छ क्या। यो चाहिँ गुटी सहर होइन गाइस। यता चाहिँ यो बबाल सिन देखेर होइन। त्यही गाइस जस लाइफमा फर्स्टचोटि ड्रिम पुरा अब क्या। फर्स्ट ड्रिम जाओस् होइन। एकदम खुसी छु गाइस। अब चाहिँ मैले घोडा चढिसकेको छु। म यहीँ जान्छु होइन। यहाँ बस्छु अब पछि घोडा भनेपछि अब जानु पर्ला। अब घर जान्छु त्यही गाइस। जो सौगात मल्ल दाइलाई चाहिँ भेट्न सकिएन होइन। किन भन्दाखेरि उहाँ जाँदाखेरि सुत्नु भएको रहेछ क्या। अनि उहाँ जस्तो नायक मान्छेलाई अनि के गरेर नि उठाउन नि मिल्दैन होइन। के गरेर सौगात दाइलाई भेट्न सकिएन। त्यही हो गाइस अब के गर्ने अब। घोडा कुदाउँछ है। बुढिरहेको छ घोडा भन्न। सो गाइस अब चाहिँ म चाहिँ यहाँबाट अब घर जान लाग्छु। चाहिँ घोडा लिएर आएको घोडा चाहिँ यहाँ सुटिङको लागि 2-4 दिन यहीँ रहने भयो होइन। म चाहिँ यहाँ भेडाफार्मबाट अब घर जानुपर्ने भयो न। त्यही हो। यहाँ त एउटा दाइले यहाँ गिफ्ट दिनु अङ्कलले गिफ्ट दिनु भयो होइन। त्यही जोस् ठिकै छ जोस्। अब चाहिँ घर अब बाटोमा तपाईँलाई देखाउँदै जान्छु होइन। जोस् मैले जे सोचेको थिएँ त्यो भयो। जो भटबटै दाइलाई भेटियो बेगम दाइलाई पनि यस्तो खुसी छु होइन। जस मजा आइरहेको छ त्यही हो ल। यहाँ डोजरले खनेर ताल बबाल बनाएर छु क्या। यहाँ हेर्नुहोस् त होइन। यहाँ क्या यस्तो दामी छ क्या। पुरै ताल जस्तो क्या।
कुनै दिन यहाँ पौडी हान्न आउनुपर्छ आएर बबाल छ क्या हेर्न सक्नुहुन्छ उता तल्ली ताल जस्तै छ क्या यो चाहिँ डोजरले खनेर भन्नु गाडी छैन न त्यही हो बबाल छ हेर्नु न पुरै ताल क्या करिब आएर हामी डुबाउँछ होला यार होइन दामी रहेछ यार तर गोर्सर भन्ने ठाउँ चाहिँ बबाल त बबाले हो क्या यहाँ बढ्दैन यहाँ कुनै पनि काम गर्दाखेरि होइन कुनै घर बनाउँदाखेरि रोडको लागि या केही हुनसक्छ नि त त्यसको लागि यहाँ त धेरै बालु पाइँदो रहेछ न बबाल क्या यहाँ बालु पनि यस्तो यो सब रोडको लागि होइन बालु झिकिरहेको छ न यहाँ चाहिँ बबाल ठाडो पराइरहेछ गाइज होइन देख्न सक्नुहुन्छ होइन यो चाहिँ पुरै हिउँ हो अहिले पुरी सेन्टर भन्ने साँगो पुगेछ यस्तै छ क्या के हेर्ने गाइज होइन हाम्रो गाउँको बाटो नि यस्तै छ क्या साँगो होइन यो यस्तै आउन हिँड्नुपर्छ के गर्ने होइन यस्तै छ क्या यहीँबाट गाडी हिँड्छ होइन यही हो नि तलदेखि चाहिँ यस्तै छ बाटो होइन त्यही हो के गर्ने हाम्रो गाउँको अवस्था नै हो क्या उता चाहिँ यो चाहिँ पुल होइन देख्न सक्नुहुन्छ पुरै फुल लुक्स त्यही हो तपाईँलाई अर्को साँगो देखाइन्छ होइन यस्तै बाटो धेरै छ क्या हाम्रो गाउँ जाने बाटोमा होइन के गर्ने यस्तो भएर अस्ति भर्खर एक्सिडेन्ट परेको थियो माथि तलै साँगो देखाउँछ होइन त्यस्तै हो के गर्ने बाटो यस्तै छ होइन विकास बन्दैछ या छैन त्यो के भन्ने खोइ होइन सो म चाहिँ अब अर्को साँगोमा आइसक्यो होइन साँगो यस्तै हो क्या म जब सानो बच्चै थियो यस्तै थियो होइन अझ पनि यस्तै छ क्या यस्तै छ हाम्रो गाउँको हालत के गर्ने होइन अस्ति चाहिँ मैले टिकटकमा भिडियो हालेको यहाँबाट खसेको थियो गाडी होइन उता खसेको थियो यही हो के गर्ने चाहिँ हाम्रो गाउँको कुराहरू यस्तै छ कहिले बन्छ थाहा छैन यस्तै छ के गर्ने पुल गाई छ यहाँ चाहिँ पिल्लर हुने ठाउँमा यस्तै काठको छ गाई के गर्ने यस्तै किन आइरहेको छ यहाँ चाहिँ सानो सानो के भने कि बच्चा बाह्र रहेछ न यहाँ के बढीको बच्चा कि खच्चरो कि यस्तो चढिरहेछ न तर यहाँको नाम चाहिँ थाहा भएन होइन यहाँ चाहिँ एकदम यो पुलको सामान चाहिँ धेरै आएर छैन तर कहाँको लागि हो तर थाहा छैन होइन यस्तो छन् कि धेरै छन् क्या यहाँ उता त्यो चाहिँ टावरको जस्तो लागिरहेछ होइन यो चाहिँ पुलको लागि हो भन्ने मलाई जहाँसम्म लागिरहेछ क्या यति धेरै छ क्या होइन त्यही हो ल तपाईँलाई अब माथि अब गाउँ पनि देखिन लाग्यो होइन धेरै त्यही हो यता पनि छ माथि डोजर छ होइन यो चाहिँ घर हो जानुपर्ने चाहिँ थोरै देखिरहेको छ नि त यो चाहिँ लिम्बू हालिरहेको छन् होइन त्यही हो जानुपर्ने चाहिँ धेरै टाढा छ गाइस होइन त्यस्तै हो होइन यता चाहिँ कुकुर सुतिरहेको छ होइन हाम्रो गाउँ चाहिँ उताको यही हो क्या थोरै देखिरहेछ होइन यहाँ उता यही हो होइन चाहिँ यहाँ मन छ भन्ने ठाउँ पुगिसक्यो गाइस होइन अब म चाहिँ करिब घर पुग्नु लागिसकेको छु गाइस होइन पछाडि आइरहेछ मेरो केटाहरू होइन त्यो जस आज चाहिँ बाल म चाहिँ हाम्रो गाउँ पुगिसक्यो होइन गाउँभन्दा नि यहाँ नापन जानुपर्ने भएको छ होइन नापन जानु लाग्छु होइन हाम्रो गाई चाहिँ उताको माथिको होइन यहाँ केटाहरू गइरहेछन् होइन त्यो उता जान्छ अनि यता त्यो यही होइन हाम्रो गाउँको होइन त्यो गाई छैन यी मासला कुकुरहरू हुन् क्या मासलाहरू भाले लडिङ भाले ल ठुक 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 माथि पनि चोर त्यो भाइ एउटैले हारेर गाइस म चाहिँ अब यहाँ नापनी भन्ने ठाउँमा पुगिसक्यो होइन हाम्रो घर यहीँ छ एउटा होइन
एउटा चाहिँ गाउँ छ यहाँ चाहिँ वनको घर हो होइन। यहाँ एउटा दाइ हुनुहुन्छ होइन, हेलो गरिदिनु न दाइ। यहाँ चाहिँ दाइ हो होइन। अनि विशेष गरी आज चाहिँ यहाँ घर यहाँदेखि बस्ने, अस्ति बस्यो हो, तर अस्ति 2-4 दिन घर काम थियो, घर बस्यो हो। त्यो यो गाई चाहिँ यहाँ नापनी, यो पुरै यो नापनी यो गाई देख्न सक्नुहुन्छ होइन। त्यही हो, अब तपाईँलाई म सिधै घर गएपछि भेट्छु, त्यही होइन ल। फाइनली गाइस म चाहिँ अब घर पुगिसक्यो होइन। म यहाँ जङ्गलको घरमा होइन, घर चाहिँ यही होइन। कस्तो छ गाइस, बवाल छ होइन यो घर चाहिँ होइन। यस्तै हो गाइस, म चाहिँ अब घर पुगेँ, भोक पनि धेरै लाग्छ होइन। त्यही हो, अब घर गएपछि भेटौँला है त। सो गाइस अब चाहिँ मैले चाहिँ घर पुगिसकेँ होइन। घर बसेर पनि नास्ता खाएर यता चौरमा आएको छु होइन। त्यही हो गाइस, आज चाहिँ यति नै भन्नुपर्छ होइन। आज चाहिँ भिडियो यहीँ समाप्त हुन्छ गाइस होइन। त्यही हो होइन, एकदम खुसी छु कि आज दिनै अर्कै भइरहेछ कि आज मेरो दिन होइन। त्यही हो गाइस, अनि के कस्तो भइरहेछ होइन कमेन्ट गर्नु होला गाइस होइन। नयाँ हुनुहुन्छ भने युट्युबलाई सब्सक्राइब गरिदिनु होला गाइस होइन। त्यही हो, सबै म फेरि म भटभटे दाइलाई भेट्न जान्छु होइन। त्यही हो, अनि अर्को भिडियोमा नि भेटौँला। सबैलाई ह्याप्पी होली पनि छ गाइस होइन। होलीको धेरै 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 शुभकामना छ तपाईँहरूलाई होइन। त्यही हो, बाई गाइस ल।